त्यसका निम्ति चाहिँ हामीले पोख्दो युवा सांस्कृतिक परिवार त्यसका निम्ति गठन गरेका यो मित्रताका कडीमा धेरै कुराहरू छन्। कति कुरा भन्न नमिल्ने, कति कुरा भन्न मिल्ने। भन्न नमिल्ने कुरा म भविष्यका लागि ढाँकी राख्छु। मित्रताको एउटा स्वाद पनि त्यस्तो रहेछ। कतिपय कुरा भन्नु लाग्छ, घाँटीबाट कण्ठबाट मुखसम्म आइपुग्छ, नभन्नुभयो भन्ने पनि लाग्छ। त्यस्ता पक्षलाई म आज उजागर गर्न चाहन्छु। त्यो विषयमा तपाईँको अपेक्षा छ भने मलाई क्षमा गर्नु होला। तर एउटा विचित्र कुरा के हो भन्दा हामी थोक साहित्यिक यात्रामा म त आफूलाई खासै ठुलो साहित्यकार मान्दिनँ। मलाई त भ्रमै छैन। म व्यक्तिगत रूपमा मलाई असाध्य चटचटे जस्तो मान्छे लाग्छ। केही नगरिकन चुप आएर बस्नु नसक्ने। किसानले खेत जोतिराखेछ भने एकछिन गरेर त्यो किसानको हलो समातेर जोतियो भन्ने पनि लाग्ने। त्यहाँ मेरो पनि निश्चित क्षेत्र भयो, निश्चित भूगोल त भयो। पोखराभन्दा बाहिर मैले आफ्नो कर्मक्षेत्र बनाएँ। एक समय राजनीतिमा लाग्यो, राजनीतिको हावा हुँदैमा त्यतै लाग्यो। एक समय लाग्यो राजनीति मेरो फिल्ड भयो, त्यहाँबाट हटेँ। त्यहाँ मैले आफूलाई कुनै एउटा निश्चित क्षेत्रमा संलग्न गराउन सकेँ। कहिलेकाहीँ मेरो बितिसकेको बाउले सपनामा देखाउँछु, सपनामा आउनुहुन्छ अनि बाबु यो पसल चाहिँ सम्हाल्ने भइनस् न। सपनामा पनि अस्ति मेरो एकजना पसलमा काम गर्ने भाइ, पसल बन्द भइसक्यो, त्यो भाइसँग सम्बन्ध छुट्याएको छ। आज 3 दिन अगाडि बिहानै मेरो घरमा आयो। मलाई बाले अचम्म सपना देख्नुभयो। के सपना देख्नुभयो? पसल त असाध्य पोहोर छ नि, हर्नाड सफा गर्दैन। म पसल सफा गर्न आएको दाइ। म मेरो बाउको दृष्टिबाट असफल व्यवसाय। जिन्दगीमा धेरै कमजोरी सहितको मान्छे कहिलेकाहीँ सोध्छु, कमजोरीहरूको एउटा पनि हो। मलाई थाहा छ कोही पनि मान्छे पूर्ण छैन। मान्छे अपूर्णताकै उदाहरण। तर यति धेरै कमजोरी सम्भवतः मैले आफूसँगैका मान्छेहरूसँग पाएको छु। कहिलेकाहीँ मान्छेहरूले मेरो प्रशंसा गरिरहँदा म आफै चाहिँ आफूलाई नै विचार गरेको छु। किन भन्दा मसँगको कमजोरीको सबैभन्दा नजिकको साक्षी म स्वयं हुँ। मैले त खालि सङ्गत पाएको, सर्वभक्तको सङ्गत पाएँ, दुर्गा दाईको सङ्गत पाएँ। सङ्गत चाहिँ सचिएको मान्छे जस्तो। अघि अशोक दाईले भन्नुभएको थियो अलिकति लक्ष्यको कुरा। लक्ष्यमा चाहिँ मलाई कसैले बिगार्दैन, म स्वयं बुझ्छु। कहिलेकाहीँ अशोक दाईले साँच्चै दिनुभएको हो। अचेल कतिकाहीँ रिसाउनुहुन्छ। अस्ति ब्लू लेभल ल्याउनु भएको छ। त्यो ब्लू लेभल अलिकता भएको तपाईँले कतिको पढ्नु भएको छ सर्वोत्तर मलाई थाहा छैन। मैले पनि धेरै पढेको छु भन्दिनँ, तर मैले बेला मौकामा भन्ने गरेको छु। मेरो पुस्ताको महाप्रभुको यो हुने त्यो सर्वोत्तर। सर्वभक्तले नछोएको विधा छैन। उपन्यास तपाईँले छुरी भन्ने उपन्यास पढ्नु भएको छ। नेपाल संसारमा के कारणले प्रसिद्ध छ भन्दा हिमालका कारणले प्रसिद्ध छ। संसारभरका मान्छेहरू हिमाल चढ्न नेपाल आउँछ। तर अचम्मको एउटा तथ्य के छ भन्दा नेपालीहरूले पहिला हिमाल नेपालमा चढेका होइन, स्विजरल्यान्डमा चढेका थिए 1896। अनि त्यो स्विजरल्यान्डको सरकारले के गरिदियो भन्दा नेपालीले पहिलोचोटि चढेको हिमाल हुनाले, त्यो हिमालले नेपालीले पहिलोचोटि चढेको हुनाले त्यो हिमालको नाम नै गोर्खाज पिक भनेर नामाकरण गरेका थिए। त्यो आरोहणको इतिहासलाई उपन्यासमा लिपिबद्ध गर्ने काम नेपालमा भएकै थिएन। त्यो काम चाहिँ सर्वभक्तले गरेको।
नेपालमा विज्ञान उपन्यास विज्ञान कथाको एउटा प्रभाव भएको थियो शङ्कर लामिछानेले। त्यसलाई बलियोसँग अगाडि बढाउने काम सर्वभक्तले गर्यो। उनको नाटक भन्नुहोस्, उनको गीत भन्नुहोस्, कहिलेकाहीँ कविता बुझ्नै नसकिने कविताका सर्जक हुन् जस्तो लाग्ने सर्वभक्त यति सजिलो गीत, हिउँ त होइन फाप्दैको डङ्गो भन्ने त्यति सजिलो गीत लेख्ने मान्छे पनि सर्वभक्त। विवेक भाइ यहीँ हुनुहुन्छ? हजुर ए उहाँ निस्कनु भएको हुनाले मलाई त्यो कुरा निस्किहाल्दैछ। त्यो जुन विधामा छोड्यो त्यही विधामा पहिलोचोटि भेट हुँदा उनले साथ सुने कि के यस्तै कविता सुनाएको थियो। पहिलो कविता उनको त्यो सुनेको थिएँ। म त अलमल्लै पल्ले त्यो भौतिकता, प्रखर भौतिकता हामीले पहिलो भेटमै भेटेका हौँ। त्यस कारण उसको अनुगामी भएर उसका पछाडि लागेर हिँड्दा कहिले ग्लानी वा कहिले पश्चाताप महसुस भएन, जहिले पनि गर्नुको महसुस। एउटा बलियो साथी भेट्नु भनेको, एउटा बलियो दम्पति भेट्नु भनेको बलियोसँग आफै उभिनु पनि हुँदैछ। त्यो अनुभूति चाहिँ मलाई भएको छ। 2-4 वर्ष अगाडि धनगढीमा भयो भूपेन्द्र है, अनि हामी दुईजना चाहिँ वक्ताका रूपमा, मोडरेटरका रूपमा हाम्रो प्रकाशक वीरेन्द्र थापा हुनुहुन्थ्यो। त्यहाँ जाँदा के थाहा हो भन्दा विषय के लागेको रहेछ भन्दा साहित्यमा मित्रताको प्रभाव, यही विषय होइन। अनि झन्डै 1 घन्टा जति, किनभने हाम्रो पनि पूर्वको आयो पनि थिएन, हामीले बोल्यौँ। कतिले पछि प्रतिक्रिया व्यक्त गरे, बडो सुन्दर कार्यक्रम। त्यसपछि हामी केही 2 वर्ष अगाडि 3 वर्ष अगाडि होला मित्रताका विषयमा भन्ने अवसर नेपाली साहित्यका कमै दम्पतिहरूले भेटाएका छन्। त्यो आज हामीले आज पनि भेटाएका छौँ। म विशेषतः आज भूपेन्द्र भाइलाई बुकिन्स पब्लिकेसन त्यो कवितासँग जति पनि कवितासँग छापौँला भन्ने पनि खासै त्यति ठुलो दिमागमा थिएन। किताब निकाल्नु एउटा सङ्ग्रह भन्नुभयो, निकाल्ने भयो निकाल्नु भन्यो। सरस्वतीले अनि चयन चाहिँ म गर्छु भन्यो। बडा सजिलो। सरस्वतीलाई पनि म धन्यवाद दिन चाहन्छु। सर्वभक्तका विषयमा धेरै लामो कविताका विषयमा चर्चा गर्न चाहन्छु, किन भन्दा मलाई लाग्छ समय अलिकता अप्ठ्यारो अवस्थामा पुगेका छन्। सर्वभक्तको अत्यन्त तीव्र भौतिकता र अत्यन्त सरलता दुइटै अतिका बिचमा मध्यम मार्ग समेत अपनाउन सक्ने खालका कविताहरू सर्वभक्तका कविता हुन्। उनीसँग सूचना पनि त्यति नै छ। उनलाई महाभारतको कुरा सोधे पनि सबै थाहा हुन्छ। क्वान्टम फिजिक्सका विषयमा सोधे पनि थाहा हुन्छ। अध्ययनको एउटा विशाल पृष्ठभूमि उनीसँग छ। त्यो हिसाबले मलाई के लाग्छ भन्दा समकालीन नेपाली साहित्यमा सबैभन्दा क्रियाशील, सबैभन्दा गम्भीर र सबैभन्दा सशक्त लेखकका रूपमा म सर्वभक्तलाई पाउँछु। त्यो भनिरहँदा मैले मेरो साथीका प्रति अतिशयोक्तिपूर्ण प्रशंसा उकलेको होइन। त्यसका विषयमा कसैले प्रश्न सोध्यो भने बहसका निम्ति म तयार छु। अब उनै सर्वभक्तको एउटा कविता सुनाउँछु। धेरै कविता मनपर्छ, त्यसमध्येको एउटा कविता चट्टानहरू अग्लिए हिमाल बन्छ। चट्टानहरू अग्लिए हिमाल बन्छन्, चट्टानहरू अग्लिए पहाड बन्छन्, चट्टानहरू गहिरिए
जीवनका सागरहरू बन्छन्, जीवनका नदीहरू बन्छन्। तर जीवनका सागरहरूले जति खियाए पनि चट्टानहरू खिदैनन्, जति काटे पनि चट्टानहरू काटिँदैनन्। चट्टानहरू अग्लिए हिमाल बन्छन्, चट्टानहरू अग्लिए पहाड बन्छन्। चट्टानहरू आफ्ना छातीमा सागरका कविताका रचना गर्छन्। चट्टानहरू आफ्ना छातीका नदीका कविता रचना गर्छन्। सागरका कविता रचना गर्दा चट्टानहरू अलिकता खिन्छन्। नदीका कविता रचना गर्दा पहाडहरू अलिकता काटिन्छन्। तर चट्टानहरू आफू खिनु भन्दैनन्। तर चट्टानहरू आफू काटिनु भन्दैनन्। चट्टानहरू अग्लिए हिमाल बन्छन्, चट्टानहरू अग्लिए पहाड बन्छन्। चट्टानहरू जीवन उत्सर्गहरूमा सागरहरूसित खिन्छन्। चट्टानहरू जीवन बलिदानमा नदीहरूसित काटिन्छन्। कारण चट्टानहरू बिना सागरहरूको कुनै रूप हुँदैन, आकार हुँदैन, कुनै रङ हुँदैन, गति हुँदैन। जीवनका सागरहरू र नदीहरू बन्न चट्टानहरूको माया चाहिन्छ, चट्टानहरूको समर्पण चाहिन्छ। तर चट्टानहरू आफ्नो मायाले जति खिए पनि चट्टानहरूले हुन्छन्, अरू केही हुँदैनन्। तर चट्टानहरू आफ्नो समर्पणले जति काटिए पनि चट्टानहरूले हुन्छन्, अरू केही हुँदैनन्। चट्टानहरू अग्लिए हिमाल बन्छन्, चट्टानहरू पहाड बन्छन्। यो मभन्दा धेरै बुढा मान्छे यहाँ हुनुहुन्छ, मलाई काकाहरू हुनुहुन्छ। अनि यो बुढेसकालको कुराहरू त सुहाउँदैन। काकाहरूलाई देखेपछि बैँसमै छु भन्ने लाग्छ, तर पछाडि बसेका छोरा नातिहरूले देखेपछि बुढो भइसक्यो भन्ने हुन्छ। यो अल्मल हुन्छ। त्यो अल्मलका बिचमा उहाँहरूको अनुभव होला। कहिलेकाहीँ मृत्युबोध हुँदैन। मान्छेले सधैँ सम्झिरहनु पर्ने, तर सधैँ बिर्सने लाग्दो रहेछ। म पनि म छु, मैले पनि यो पृथ्वी छोडेर जान्छु। प्रत्येक दिन बिहान उठ्दा म त जिउँदैछु है, आज त मर्दैन, तर मर्ने दिन त मेरो कहिले ठेगान छैन भन्ने सम्झना भएर गयो भने मान्छे अपराधबाट मुक्त हुन्छ कि? मैले कमाएको सम्पत्ति मैले छोडेर जान्छु। मैले कमाएको नाम रहँदैन। म आज छु, भोलि हुँदिन भन्ने अनुभूति कहिलेकाहीँ आवश्यक छ कि जस्तो लाग्छ। अब यो 50-60 काटेपछि कहिले फलानु गएछ भनेर कसैले भन्छन्। थाहा छ एक दिन नहुनका निम्ति म यहाँ छु। थाहा छ एक दिन नहुनका निम्ति म यहाँ छु। बिहानी बताससँग रमाइरहेका यी पातहरू हुने छैनन्। बिहानी बताससँग रमाइरहेका यी पातहरू हुने छैनन्। एक दिन आकाश ढाक्दै गरी उठिरहेका यी चराहरू हुने छैनन्। एक दिन सौतालेको बरको बोडको छेल पारेर तिमीले मेरा निम्ति गाएको गीत हुने छैन। एक दिन हामीले एक अर्कासँग जुनी भरसँगै जिउने मर्ने भएको खाएको कसम हुने छैन। एक दिन हामीले एक युगलाई एकछिन जस्तो गरी बिताएको यो घर पनि हुने छैन। मलाई थाहा छ
म नहुनका लागि यहाँ छु। मलाई थाहा छ म नहुनका लागि यहाँ छु। मलाई थाहा छ म नहुँदा पनि हुनेछ यो अजन्मदी बानी। म नहुँदा पनि हुनेछ कसम खान हामीले अन्जुलीमा उबाएको पानी। हामी भन्नलाई टेकेको यो धरती, तिम्रो आँखामा र तिम्रो स्पर्शमा भएको आगो, अनन्त जस्तो यो आकाश। मलाई थाहा छ म नहुनका लागि यहाँ छु। मेरो देहको पानी कतै न कतैबाट पुग्नेछ खोलामा, र खोला नदीको बाटो पुग्नेछ समुद्रमा। मेरो देह छोडेर निस्किएको सास मिसिनेछ वायुमण्डलमा। म भित्रको आगो बिलाउनेछ अग्नि गल्दा धरतीमा। माटो मिल्नेछ माटोमा, गदगद हुनेछ अनन्तको हिस्सा हुन पाएकोमा। एउटा फुच्चे आकाश गदगद हुनेछ अनन्तको हिस्सा हुन पाएकोमा। ओ चेतना, तिमी पनि त परम चेतनामा गएर मिल्नेछौ। ओ चेतना, तिमी पनि त घर फर्के जस्तो गरी फर्कनेछौ परम चेतनामा। मलाई थाहा छ म नहुनका निम्ति यहाँ छु। मलाई थाहा छ म नहुनका निम्ति यहाँ छु। धन्यवाद। म अन्तिममा कविताका विषयमा मैले केही संक्षेपमा यो पुस्तकमा उल्लेख गरेको छु। मुस्कुराउने मेरो क्षमता छ। खुसी हुँदा गम्भीर र दुखी हुँदा हसित देखिन म असमर्थ छु। म सधैँभरि आशावादी र सधैँभरि निराश हुन अभिशप्त छैन।